फेरि पनि जेमकी जेम सेवाहरू अनि मिठो वेलकम छ यो भुटान कान्छाको युट्युब च्यानलमा। अनि सबैजनाले यहाँनिर देख्नु भइरहेको छ हामीले चाहिँ लेटेस्ट मोडल हिजोस्ति निकालिएको बोलेरोको लागि चाहिँ सिट कभर छानिँदैछ र हामी चाहिँ अहिले जयगाउँ इन्डिया हाम्रो ब्रदर इन्डिया नियरेस्ट कन्ट्री त्यहाँ आएर चाहिँ हामीले चाहिँ जयगाउँमा चाहिँ गाडीहरू डाला जोड्नु लागि चाहिँ यहाँनिर आएको छौँ र कस्तो हुन्छ के छ है तपाईँलाई यहाँ एकदम मजाले देखाउने छौँ। भुटान कान्छा ब्लगलाई फलो गरेर हेर्दै गर्नुहोस् गाइस। गाइस यो चाहिँ पनि हाम्रो अब बोलेरोमा इन्स्टल हुन आँटेको सामान आइटम है। फर्स्टमा आयो हाम्रो स्पिकर है, स्पिकर JBL स्पिकर। अनि अब सेकेन्डली हाम्रो क्रोम सेट आउँदैछ। यो चाहिँ विन्डो यो लुकिङ मिररमा लाउने हो, लुकिङ ग्लासमा। अनि यहाँ पनि हाम्रो स्पिकर नि हो। तर अर्को आइटम आउँदैछ हाम्रो सायद यो चाहिँ क्लेम है, हाम्रो क्लेम, यो क्लेम हो। अनि यो चाहिँ भयो हाम्रो ट्याब है, ट्याब है, यो चाहिँ ट्याब हो हाम्रो म्युजिक सिस्टमको लागि फ्रन्ट डेस्कमा लाउने हो। अनि यो प्लास्टिकभित्र चाहिँ अब के हुँदैछ भने प्लास्टिकभित्र चाहिँ अब अझै बबलसम्म छ। यहाँ हेर्नुहोस् ल, म फुकाउँछु है। ल गाइस यो चाहिँ परेछ हाम्रो स्टिल कभर है, एलो व्हिल जस्तो देख्छ तर होइन, यो चाहिँ स्टिल कभर हो। बोलेरोको व्हिल कभरमा है, यो चाहिँ स्टिल कभर व्हिलको। ल यस्तो छ हामीले चिन है। अझै यो मुनिको चिन अर्को के हो, यो चाहिँ हुफर सेट है, हाम्रो हुफर रहेछ यो चाहिँ है, स्क्वायर है, रेक्टेङ्गुलर सेपमा छ, एकदम बबल बज्ने छ। सम्मुनर चाहिन्छ सिट फोल्ड गर्ने बनाउँदा, सिट फोल्ड गर्ने फोल्डिङ टाइपको, फोल्डिङ टाइपको त्यो सिट वाला गरिदिन्छ नि। साउन्ड बढ्यो। कहाँ लगायो घर कति पर्यो भाइ? 3400 त्यसको मात्रै कहाँ लगाएको छ घर? ए ya sabes tu te ngaci na gari zo ngi gush te workshop na te jaiga ngi te atar ngaci de chiga to jado ba te dardi bewa chin te nagi zindagi ra te na to jage se khushi labde ba te ani beudala kosu da ngaci te corporate bebe te collection bebe nara to jani ngaci te charsi chamchi mo te plan ya be te nale fata menga pha jab jobe chisu nga ni te tu ba to ga di zo de ga te na jayu komi ngaci first meet abi deodolo ngaci de cooperation di thole be ngaci chiga be to zo be sa do me tu ga ngap teo jo me pa दादा भात चाहिँ पाक्यो नि अब ठिकै हुन्छ अब उयो हुन्छ हैन मसला दिसो अनि जोदे हाम्रो मालिक जी lagi di inbuilt biomen na sisige dala build beni di bolero gi an zoni se lauche heavy da medium chungko le gara zome te ko situ ba
पक्का भी झोमे ते ना गारा जेंदी काटिन चना ते जयगुं इमे जयगुं रामगाउँ लब्ने इमे मरे ड्याप्पै बसेर छ नि एउटा त हाम्रो बाहिर निकालेर के गर्दै गर्नु गाइस सो लास्टली हाम्रो गाडी चाहिँ बोलेरो चाहिँ एकदम कम्प्लिट भइसकेको छ हाम्रो डालाहरूदेखि लिएर सबै इनबिल्ट सामान लगाइसकेर चाहिँ कम्प्लिट कन्डिसनमा चाहिँ तपाईँलाई देखाइरहेको छु यसरी चटक्कै मजाले गाडी चाहिँ बनिएको छ र यो बनिने ठाउँ कहाँ भनेर तपाईँले मनमा ख्याल आइरहेको छ भने चाहिँ यो चाहिँ हाम्रो जयगाउँ रामगाउँभित्र चाहिँ हाम्रो प्रितम वर्कसप इन्जिनियरिङ त्यो ठाउँमा चाहिँ हो यो जग्गा चाहिँ र तपाईँले पनि यस्तै गाडीहरू चाहिँ एकदम मोडिफाई है तपाईँले पनि यस्तै इनबिल्ट डालाहरू गर्नु मन छ भने चाहिँ हाम्रो यहाँ प्रितम इन्जिनियरिङ वर्कसपमा आउनुहोस् र यहाँ उहाँहरूलाई सम्पर्क गर्नु र उहाँहरूलाई सम्झिनुहोस् र कतिजनाले यो भिडियो देख्नु भएको छ भने मेरो भ्लग देख्नु भएको छ भने यो भ्लगलाई चाहिँ सबैजनाले सेयर गरेर हाम्रो प्रितम वर्कसप है उहाँहरू दाइहरूसम्म पुर्याइदिनुहोस् उहाँहरूलाई एकदमै धन्यवाद भन्न चाहन्छु।